हेलो एभ्रिवान, एकदमै स्वागत छ मेरो नयाँ भिडियोमा। जति पनि हेर्नुहुने सम्पूर्ण साथीहरुलाई चाहिँ एकदमै स्वागत छ है साथीहरु। आज चाहिँ म के गर्न लागिरहेको छु भन्दाखेरि चाहिँ हेर यो डोरी ठ्याक्कै प्लास्टिकको डोरीबाट चाहिँ एउटा सानो आफ्नो पहिलेदेखि गर्दै आएको चोयाबाट चाहिँ मैले धेरै नै यस्तो खालको के भन्दाखेरि डोकोहरु चाहिँ बुने हैन। तर यो प्लास्टिकबाट नै एकचोटी यसो गेस गर्छु भनेर चाहिँ प्लास्टिकको डोरीबाट चाहिँ ट्याक्कै गर्दैछु है। अब यो के भन्दाखेरि चाहिँ आफूले किचनमा प्रयोग गर्नको लागि चाहिँ एकदमै राम्रो देखिन्छ हैन। अर्गानिक ओरिजिनल तरिकाले चाहिँ त्यही भएर चाहिँ तरकारीहरु के राख्नलाई भए पनि एउटा सानो डोको बनाउन लागिरहेको छु। के कस्तो हुन्छ रहेछ हैन। चोयाबाट चाहिँ एकदम दामी नै हुन्थ्यो, तर योबाट चाहिँ कतिको बन्दो रहेछ हेर्दै जाम। त्यही भएर चाहिँ सुरुमा चाहिँ मैले यसरी चिरेर चाहिँ एकअर्कामा यसरी गाप्नु पर्ने हुन्छ हैन। एकदमै इजी नै छ है। अब पहिलेदेखि गर्ने भएर चाहिँ एकदम इजी पनि लाग्छ। कसैले पनि आउँछ कसैले आउँदैन हैन, त्यो आफ्नोमा भर पर्ने कुरो हो। तर मैले चाहिँ यो पहिलेदेखि गर्दै आएर भएर चाहिँ एकदमै गरिरहेको छु है। तपाईले चाहिँ यो हेरेर तपाईहरु पनि मजाले आफ्नो घरेसी प्रयोजन विशेष गरी किचनको लागि चाहिँ एकदमै आवश्यक पर्छ हैन। तरकारीहरु के राख्नलाई अनि त्यसपछि खेतबारीतिर केही फलफुल टिपेर हाल्नलाई पनि राम्रो भयो। अनि सिङ घरैमा राखेर चाहिँ केही चीजहरु राख्नलाई चाहिँ एकदम राम्रो हुन्छ हैन। हेरेको भरमा तपाईलाई चाहिँ मलाई मजाले फलो गरेर गर्न सक्नुहुन्छ। एकदम इजी नै छ हैन। चोयाबाट भन्दा नि यो डोरीबाट चाहिँ एकदम बलियो र राम्रो जस्तो लाग्यो। तर डोरी चाहिँ एकदम नरम खालको चाहिँ हुनु पर्दो रहेछ है। यस्तो खालको डोरी चाहिँ यसरी एकअर्कामा यसरी गापेर चाहिँ मजाले फेरि उठाउनु पर्ने हुन्छ हैन। अनि त्यसपछि उठाउँदाखेरि चाहिँ अलिक गाह्रो चाहिँ हुन्छ। चोयाबाट चाहिँ हात चाहिँ के भन्दाखेरि चाहिँ बढी नै काट्ने हैन, अलिकति बढी नै अलि दुख्ने अलि हात पोल्ने त्यस्तो समस्या हुन्छ। तर यो डोरी चाहिँ एकदमै राम्रो तरिकाले चाहिँ बन्दो रहेछ है। बलियो च्याप्पै एकअर्कामा यसरी बलियो पनि खनाउँदो रहेछ। अनि यसमा झन् पछि गएर चाहिँ यसमा पेन्टिङ कलर जस्तो आफूले कलर लाएर युज गर्ने नै मिल्ने खालको देखिन्छ रहेछ है साथीहरु। यो चाहिँ एकदम इजी नै छ। अब मैले ट्याटु बनाइसकेको छ है। लगभग एकदम अन्तिम चरण पुगिएको छ। यसलाई फेरि अलिकति फिनिशिङमा लाँदै छु है साथीहरु। झट्ट फिनिशिङ कस्तो चाहिँ देखिन्छ रहेछ हेरि यस्तो टाइपको देखिन्छ। जसरी चेप्टो हैन, जसरी फर्काएर जसरी यताउति गर्दा नि मिल्ने खालको चाहिँ हुँदो रहेछ है। चोया चाहिँ के भन्दाखेरि चाहिँ अलिकति कोच्या हैन, भाँचिहाल्ने टुटिहाल्ने त्यस्तो अलिकति हुन्छ। तर यो डोरी चाहिँ एकदमै राम्रो, जसरी फर्कायो त्यसरी नै हुँदो रहेछ है। यसमा चाहिँ मासुहरु सुकुटीहरु तरकारीहरु जे जस्तो राखे पनि एकदमै सानो खाल चाहिँ देखियो है। एकदमै खप्ने खाल पनि देखियो। यसो हेर्दाखेरि चाहिँ आफूले डस्टबिन टाइपको चीज पनि बनाउन सक्ने भयो हैन। अनि त्यसपछि तपाईले चाहिँ डोको यसबाट चाहिँ बन्न नि सक्नुहुन्छ है।